वो लड़की है कहाँ पढ्यो त्यो गर्नु वो लड़की है कहाँ मेरो भोकल चाहिँ म्याच गर्नु भन्न मेरो भोकल देखियो वो लड़की है कहाँ नयाँ त्यही भएर फिल्म नबनेको मात्रै लुकाउँछ ल ए आफ्नो काम त भान्सामा भात झिक्ने भात झिक्दा नि कराउँछ माइला दही ससुरालीमा सबैलाई फेरि नमस्ते वेलकम टु माई ब्लग आज चाहिँ नयाँ ब्लग आज फेरि म्यारिजमा पर्फर्म गर्दैछौँ हामी अहिले चाहिँ हामी बिजिबी जाँदैछौँ है बिजिबीमा चाहिँ हाम्रो सानो मिटिङ छ मोस्ट प्रब्ली नेक्स्ट विकबाट हामी बिजिबीमा पनि पर्फर्म गर्छौँ बाँकीको अपडेट तपाईँहरूलाई एकछिनमा देखाउँछु है के अहिले चाहिँ म बिजिबीमा छु हमें सानो मिटिङ छ सो हामी नेक्स्ट विकबाट चाहिँ यता पर्फर्म गर्छौँ होला सायद अब मिटिङमा के हुन्छ हेर्दै जाउँ है त यो त आइसकेछ त आइसके ल बिजिबी है त हाम्रो आज सानो मिटिङ सो मिटिङको राजुभाइ हो क्या त्यहाँ हाम्रो राजुभाइ पनि ठ्याक्कै आएछ ल यो तोरी ढिलो गर्छ अहिले अब चाहिँ नेक्स्ट विकबाट हाम्रो मोस्ट प्रब्ली थर्सडे फ्राइडे हुन्छ होला बिजिबीमा सो कस्तो हुन्छ मिटिङ म अहिले अपडेट दिन्छु है त किन ढिलो हो भाइ हो अनि यो के हो कतिवटा लुगा लाग्यो गन त दुईटा छ भुडी र ज्याकेट हो क्या भुडी र ज्याकेट भुडी बढे हुडी बढेर हुडी यत्रो त्यसैले म यस्तो सर्ट लाउँदिनँ क्या सिक्स प्याक भन्दाखेरि कम्तीमा 9वटाको सबै मिलेर एउटै प्याक पनि होला र मेरो टी सर्ट माथि ज्याकेट नट फेस एउटा लिनु होला है त तिमीलाई लानु लैजाऊ के त्यो हाफ लगाऊ न हाफ के कुन चाहिँ हाफ नट फेसको नर्थ फेसको हाफ के मेन छाती बचाउनु त हो मैले पार्लेजीलाई मात्रै जी लगाएर बोल्छु तिमीलाई फेरि गाली गर्दा जी लगाउने भन्न नपरोस् लेभल पुगिरहेको स्टेज है यो चाहिँ एक्सएलआर चलाउनको लागि नेक्स्ट विक चाहिँ हाम्रो यतै हुन्छ पर्फर्मेन्स पुग्यो अर्को कहाँ गयो चलो 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 बिजिबी सक्यो अब म्यारिडको पालो सर लाएर ल छिरेर माथि देखाउनु पऱ्यो त केटाहरूलाई ल भाइ भाइ जाओस् 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 के बजाइरहेको थियो भर्खर ल जाओस् एउटा गीत जाओस् न भाइ ल एउटा गीत जाओस् न वेट अ मिनट ल पुग्यो है हामी उफ सेटअप चाहिँ गरिसकेका रहेछन् हाम्रो समर दाइले होइन सेटअप चाहिँ भइसकेको रहेछ खै यहाँको लाइट पनि बालौँ न उज्यालो कस्तो मजाले देख्छ यार को हो यो सुई सुई छिर्ने अझै त्यो खिच्दा त्यो स्पिकर चलाइरहने त्यही भने खै ल भाइको जाओस् एउटा कुन गीत सुने जुन तिम्रो त्यो आउँदैन भाइलाई त्यो लोकदोरी टाइपको क्या अलि रमाइलो टाइपको हुन्छ नि भाइरल त हुँदैन नि भन न एउटा त्यस्तै क्या कस्तो रमाइलो रमाइलो हुन्छ नि त जाओस् न म सोच्दैछु वेट अ मिनट ल
कपिराइट पर्ला अरूको म्युजिक बाहिर नहोस् है ल मैले त 7 लाइक भन्दा उता आउँदैन के ए पछि के हाम्रो काम त पछौरी समाते आफ्नो काम त भान्सामा भात झिक्ने भात झिक्दा नि कराउँछ माइला दाइ सुन्ने गरेर क्या अब बाजा बिना प्लिज बाजा बिना के बाजा बिना भाइ एकचोटि यो भाइरल हुनलाई बाजा बिना प्लिज ल बाँकी भात झिक्ने भन्नुपर्छ नि भात झिक्ने भन्नु पर्यो नि भने ल नयाँ म्युजिक बनाउँछ भाइहरूले भाइरल हुन्छ अब चाहिँ सेटअप गर्न रेडी छु यता है गाइस दिस सोमु गुरुङ तपाईँ हेर्दै हुनुहुन्छ द एडाप्टर नेपाल जसमा धेरै लाइक जाँदैन अनि लाइकको लागि उहाँले सबजना साथीभाइलाई मेसेज पठाउनुहुन्छ लभ रियाक्ट गरिदिनु मोनिटाइज हुन्छ सो त्यही म भ्लगमा आएको छु म अहिलेसम्म र उहाँले चाहिँ क्यामेरा सेटअप गर्दै हुनुहुन्छ हेर्नुहोस् सरी सुटिङमा हिँड्ने बानी भएको अनि यो ब्यान्डसँग भेट्न अलिक गाह्रो छ हाम्रो यो सारङ्गी दाई एउटा गीत जा इष्ट कोटा आफ्नै काठी छोरोलाई फोटो उहाँ चाहिँ भाइरल हुनु पर्यो के राम तपाईँको नाम चाहिँ भनिदिनु त एडप्टरलाई एडप्टरको जनताहरूलाई तपाईँको नाम भनिदिनु त खोइ थाहै छैन स्यालमोन इष्ट कोटा आफ्नै काटी छोरोलाई फोटो र आज पर्फर्मेन्स भइरहेको छ डेल्टिन क्यासिनोमा जुन चाहिँ उहाँले पहिले पोस्ट गरिसक्नु भएको थियो आफ्नो तर हेर्न चाहिँ कोही पनि आउँदैन जस्तै हेर्नुहोस् पुरै खाली छ म मात्रै हो फ्यान होइन म लाइक साइक गरिदिन्छु नभनिकन यो चाहिँ मेरो दाइको किबोर्ड हो अब हेर्नु है म एउटा म्युजिक सुनाउँछु तपाईँलाई यसमा दामी एउटा म्युजिक बन्छ है हेर सुना राजु ओ राजु ठिक छ तँलाई नि एउटा गीत आउँछ त्यो 1974 एडीको जब सन्ध्या हुन्छ भन्ने याद छ यो रिक्वेस्ट कहिले आएको थियो अरे होइन त्यो एकचोटि टिएनटी रिक्वेस्ट आएको क्या 2 बजीमा ल अब म टिएनटी गाउँछु कसको गाउने जा सोचेर आइज भने आउँदै आयो त्यसपछि सोचे भएको जस्तो क्या रहेछ त भने बेहो टिएनटी गएर क्या ए हो त बनेपामा हो याद छ मलाई कसको गाउने हेरेर आइज जा म त्यसकै गाउँछु भने गयो आउँदै आयो के आएको यो टोन एफेक्ट अलि औँदारी छ होइन हाई टोन त्यो एकचोटि एफेक्ट गर्न त दाइ राजुलाई नि आउँछ त्यो टिएनटी कसको सुनेको छ टिएनटी एसिडिसी ल मिरानी ल चेक तेरो नाम के हो रे यता हेरेर भन्न तेरो नाम चामुण्डा चामुण्डा ल चेक
तँलाई त झन्तारा राख्दिनु क्या कान्तारा भाइरल भइरहेको छ फेरि वान्स माथिबाट फेरि 1 2 3 गो सेटअप कतै भयो तपाईँको बाँकी छ यार बाँकी हतियार निस्किँदैछ के बचाएको है यसमा कमेडी के बजाउन सक्छ कमेडी के बजाउन सक्छ यसमा ल तपाईँले एकदम कमेडी के बजाउन सक्छ तपाईँले कमेडी चाहियो सङ एकदम नसुट्ने मेरो अनुहार खिच भन्दैन कमेडी के बनाउन सक्छ न त पटका गयो स्पिकर गयो क्या गयो क्या झ्यालर गर्छ त भाइ साँच्चीको पड्कायो क्या माइक बिग्रेको छ मेरो स्वर चाहिँ राम्रो छ क्या एकचोटि माइक बिना गाइदेऊ त भाइ पखर छैन पखर यस्तो पखर के त्यो सास कटुले हैन त्यही त्यो वाला के होइन त्यो गीत क्या अभी कुछ नहीं तो क्या माइनर ई दिनु है मेजरको गीत माइनर ई दिनु ल भन्नु न ओके ल हुन्छ म माइनर ई ल सी मैले धुन बनाएर क्या मान्छे भनेको सी माइनर ई अरे सिरे क्या त सिरे उता हेर्नु रे क्या यो होइन क्या वो लड़की है कहाँ पहिला त्यो गर्नु वो लड़की है कहाँ मेरो भोकलसँग म्याच गर्नु भन्न मेरो भोकल देख्यो क्या वो लड़की है कहाँ नयाँ त्यही भएर फिल्म नबनेको रुममा थियो
हेलो गाइज वेलकम ब्याक म फेरि आइसकेको छु तपाईँको होस्ट एडप्टरको होस्ट बोल्न कसैलाई आउँदैन